Welcome to Autism at Home. फेरि मुख्य लक्षणहरूको बारेमा चाहिँ कुरा गर्न गइराखेको छु। अब संवादमा कठिनाई भनेको के हो भन्दाखेरि चाहिँ जस्तो अब बोल्दाखेरि चाहिँ रेस्पोन्स नगर्ने, जस्तो बोल्दाखेरि चाहिँ उसले संवादमा अब स्पिच र यहाँनेरि स्पिच र तपाईहरुले पछि पढ्नुहुन्छ स्पिच र कम्युनिकेसन भनेर हो, यहीनेरि कुरा आउँछ है त। अब स्पिच हुन्छ बच्चामा 1 2 भन्ने, एबीसीडी भन्ने, अआई भन्ने हैन, राइम्सहरु गाउने भन्ने हुन्छ, तर फलानु भन्दा हजुर भन्नुहुन्न क्या हो। त्योलाई चाहिँ के भन्छ भने हामी संवाद नभएको बच्चामा ल्याङ्ग्वेजमा गाह्रो भएको भनेर भनिन्छ। अब संवादमा मात्रै गाह्रो छ भने त्यसलाई अटिजम भनेर डायग्नोसिस गर्न चाहिँ मिल्दैन। तर यो लक्षण 3टा लक्षणभित्र यो लक्षण पनि एउटा मुख्य लक्षण चाहिँ पर्छ। जस्तो चाहिँ अब बोलाउँदाखेरि रेस्पोन्स नगर्ने, हामीले भनेको कुराहरूले नबुझ्ने, उमेर भइसक्दा पनि नबुझ्ने हैन, जस्तो अब मोबाइलहरू हेर्ने गर्ने तर यस्तो हात समाएर अरूको हात यसरी समाएर लगेर देखाउने, मोबाइल उसलाई बोल्न आउँछ मोबाइल, तर यो मोबाइलको नाम चाहिँ मोबाइल नै हो, यसको नाम मोबाइल हो भन्न चाहिँ नआउने, मिनिङफुल शब्दहरू नबोल्ने, बोल्न चाहिँ बोल्ने तर एकदमै अनावश्यक हैन मिनिङलेस शब्दहरू बोल्ने, त्यस्तो चाहिँ संवादमा कठिनाइ भयो भने त्यस्तो बिहेभियर चाहिँ देखिन्छ। अब कुरा गरौँ नन भर्बल, अब स्पिच डिले भएको बच्चालाई अटिजम हुँदैन भन्न पनि सकिँदैन। फेरि स्पिच डिले बेग्लै पक्ष हो र अटिजम बेग्लै पक्ष हो। त्यसको बारेमा चाहिँ हामी नेक्स्ट भिडियोमा ल्याउँछौँ। कम्युनिकेसन इन्हान्स भन्ने हाम्रो आउँछ, त्यसमा चाहिँ हामी गर्छौँ। अहिले चाहिँ म धेरै भित्र चाहिँ चिर्दिनँ। हजुरहरू यति बुझ्नु, संवादमा गाह्रो भयो, ल्याङ्ग्वेजमा गाह्रो भयो भने चाहिँ हातहरू यसरी समाएर लाने, देखाउने भन्ने चाहिँ यो चाहिँ एउटा के हो त अटिजमको पनि लक्षणमा चाहिँ पर्छ। अर्को भनेको चाहिँ सामाजिकरणमा गाह्रो, जस्तो बोलाउँदाखेरि आँखामा आँखा जुटाएर नहेर्ने, साथीहरूसँग घुलमिल भएर नखेल्ने, सामान्य जस्तो 3-4 वर्षको केटाकेटीको पनि उनीहरूकै रुल्स रेगुलेसनमा खेलिरहेको हुन्छन्, त्यो रुल्स रेगुलेसन नबुझ्ने, समाजको रुल्स रेगुलेसन नबुझ्ने हैन, उनीहरू आफ्नै सुरमा मस्त हुने, आफ्नै सुरमा उनीहरू खेलिराख्ने, यदि त्यस्तो भयो भने पनि अटिजम हो कि भनेर शङ्का गर्नुपर्ने हुन्छ। र अब अघि मैले भने संवादमा कठिनाइ र सामाजिकरणमा गाह्रो, यदि दुईटा कुरा मात्रै छ र अब म जे भन्न गइरहेको छु दोहोर्याइराख्ने व्यवहार छैन भने चाहिँ त्यसलाई हामी अटिजम डायग्नोसिस गर्दैनौँ। किन भन्दाखेरि यदि अब हामी पनि त कुनै देश गयौँ भने न हामीलाई संवाद गर्न आउँछ, न हामीलाई सोसलाइज हुन आउँछ, अनि यदि त्यो दुईटा नहुनु भने के हामी अटिजम हो त? होइन नि त। हामी त्यहाँ गएर सिक्छौँ नि त, जान्दछौँ नि त, किनभने हामीसँग रिपिटेटिभ बिहेभियर हुँदैन। सो यदि त्यो हो भने चाहिँ ल्याक इन सोसियो कम्युनिकेसन भन्छ, मतलब चाहिँ संवाद र के अरे सामाजिकरणमा गाह्रो कठिनाइ मात्रै भन्छ र त्यसलाई हामी चाहिँ थेरापीको माध्यमबाट ठिक पार्न पनि सकिन्छ। तर यदि बच्चालाई चाहिँ रिपिटेटिभ बिहेभियर यो दुईटा सँगसँगै संवादमा कठिनाइ अनि सामाजिकरणमा गाह्रो सँगसँगै दोहोर्याइराख्ने व्यवहार र सीमित व्यवहारहरू छन् भने चाहिँ तिनीहरूलाई हामीले अटिजम डायग्नोसिस गरिन्छ। अब यो दोहोर्याइराख्ने व्यवहार र सीमित व्यवहार चाहिँ के हो भनेर सोध्नुहुन्छ भने अब म यसको एक्सप्लेन गर्न चाहदैछु। दोहोर्याइराख्ने र सीमित व्यवहारमा चाहिँ के पर्छ भन्दाखेरि दोहोर्याइराख्ने व्यवहारमा जस्तो लाइन लगाएर एनिमल्सहरू खेल्ने प्रायः जसो, अथवा जे पनि उसले ब्लक्सहरू जे खेल्दा पनि लाइन लगाएर खेलिराख्ने, सिक्वेन्स फलो गर्ने। तपाईँहरूले पजल सल्भ गर्न दिनुभएको छ भने नि ABCDEFG सल्भ गर्ने होइन, जस्तो बिचको बी छैन भने त्यो बी नराखौँ, जे सीमा नआउने, एकदम सिक्वेन्सलाई फलो गर्ने। अनि त्यस पछाडि चाहिँ दोहोर्याइराख्ने व्यवहारमा सपोज हात हल्लाइराख्ने पनि हुनसक्छ, यसरी रकिङ गर्ने पनि हुनसक्छ होइन, अथवा अनवान्टेड शब्दहरू बोलिराख्ने त्यो पनि हुनसक्छ, सीमित व्यवहारमा पर्न सक्छ होइन। रिपिटेड एउटै कुरा दोहोर्याएर भनिराख्ने अथवा एउटै कुरा गरिराख्ने त्यस्तो व्यवहार पनि हुनसक्छ। कुनै बाटो, कुनै तपाईँले एक दिन लगेको बाटो चाहिँ त्यही बाटो गएर अब त्यही एउटै पसलमा मात्रै चक्लेट खानुपर्ने त्यस्तो पनि हुनसक्छ। अथवा घरमा कुनै कुराहरू चाहिँ एकदमै एट्याचमेन्ट भएको हुन्छ नि, तनाहरू अथवा सिरक अथवा टेडी अथवा केही पनि उसको चाहिँ एकदम एट्याचमेन्ट त्यस्तो हुनसक्छ। अथवा चाहिँ सुतेर यसरी घुमेर चक्काहरू यसरी सुतेर घुमेको हेरिराख्ने त्यस्तो हुनसक्छ। एकदम ओरिएन्टेड, एउटा कुनै ओरिएन्टेड अब्जेक्ट ओरिएन्टेड हुन्छ नि, कुनै पनि एउटा चिज लिएर एकदमै त्यहीसँग मात्रै खेल्ने, त्यहीसँग मात्रै हेर्ने, तर वरिपरि के भइरहेको छ भन्ने कुरा मतलब नगर्ने, इग्नोर गर्ने, त्यो पनि हुनसक्छ है त। मैले धेरै कुराहरू भने, विचार गर्नु होला।
अब यो मैले यति धेरै भन्दाखेरि कुनै एउटा दुईटा कुरा मेल खायो भन्दैमा अटिजम डायग्नोसिस हुने होइन। यो तीनटा कुरामा तीनटै कुरा तपाईँलाई हो कि जस्तो लाग्यो भने चाहिँ छिटोभन्दा छिटो डक्टरकोमा गएर चाहिँ हजुरले चाहिँ चेक जाँच गर्नुपर्ने हुन्छ। मेरो बच्चाको ग्रोथ एन्ड डेभलपमेन्ट कस्तो भइराखेको छ भन्ने कुरा चाहिँ हेर्नुपर्ने हुन्छ। किनभने हामी डक्टरकोमा भनेको चाहिँ कि ज्वरो आउनुपर्छ जानको लागि कि भने खोकीसोकी लागेर साह्रै हुनुपर्छ क्या हामी नेपालीमा चाहिँ, होइन भने हामी डक्टरकोमा हत्तपत्त जाँदैनौँ। सो त्यो भएर अब अहिले यस्तो च्यालेन्जिङ फेज छ, यदि बच्चा बोलेन भने पनि किन चाहिँ डिले भइराखेको छ त, किन भन्ने शब्द चाहिँ प्यारेन्ट्सले अहिले उठाउनको लागि एकदमै धेरै जरुरी भइसकेको छ। किनभने जति हामीले अर्ली इन्टरभेन्सन गर्छौँ, जति बच्चा चाहिँ सानो उमेरमै जति बच्चा चाहिँ इन्टरभेन्सन हुन्छ होइन, त्यति चाहिँ ठुलो भइसकेपछि अथवा 5 वर्ष कटिसके पछाडि चाहिँ अलिकति गाह्रो नै हुन्छ बच्चाहरूको लागि। किनभने उनीहरूको मेन्टल्ली जति हुनुपर्ने हो, बिल्ड हुनुपर्ने हो, त्यो चाहिँ भइसकेको हुन्छ नि त, त्यो भएका कारणले गर्दा। सो अब यदि स्पिचमै पनि गाह्रो भइराखेको छ अथवा केहीमा डिले भइराखेको छ भने चाहिँ हजुरहरू चाहिँ पिडियाट्रिसियन डक्टरकोमा गएर आफ्नो कुराहरू चाहिँ राख्न सक्नुहुन्छ। सो अब यसको लेभलहरू के हो भन्दा चाहिँ अटिजममा माइल्ड मोडरेट सिभियर भन्दा पनि DSM भनेको थिएँ नि अघि मैले, हो DSM-5 अनुसार चाहिँ लेभल 1, लेभल 2, लेभल 3 भनेर राखिदिएको छ। अब अटिजममा किन माइल्ड मोडरेट सिभियर नराख्ने किन नभन्ने भन्दा चाहिँ किनभने अटिजममा माइल्ड भएको छ भने 25 सम्म माइल्डमा नरहन सक्छ अथवा सिभियरको बच्चा पनि 25 सम्मै सिभियरमा नरहन सक्छ क्या। यदि उसले राम्रो इन्भाइरोमेन्ट पायो सिभियरको बच्चाले भने ऊ मोडरेट माइल्डमा जान सक्छ, अथवा माइल्डको बच्चा पनि उसले राम्रो इन्भाइरोमेन्ट पाएन भने चाहिँ ऊ पछि मोडरेटमा पनि जान चाहिँ सक्छ। चेन्ज चाहिँ भइराख्छ, त्यो भएर चाहिँ उसलाई लेभल 1, लेभल 2, लेभल 3 भनेर भनिएको हो। सो अब लेभल 1 मा चाहिँ के छ त भन्दा रिक्वायरिङ सपोर्ट होइन, रिक्वायरिङ सपोर्ट छ। लेभल 2 मा चाहिँ रिक्वायरिङ सब्स्टेन्सियल सपोर्ट र लेभल 3 मा चाहिँ रिक्वायरिङ भेरी सब्स्टेन्सियल सपोर्ट। अब अटिजममा लेभल 1 मा चाहिँ रिक्वायरिङ सपोर्टमा चाहिँ कस्तो बच्चाहरू पर्छन् भन्दा चाहिँ हामीले थोरै भर्बल सपोर्ट गर्दाखेरि पनि बच्चा चाहिँ एकदम राम्रोसँग काम गर्ने, स्कुलमा मजाले सेटल हुने होइन, पढाइ लेखाइमा पनि राम्रो हुने, अनि त्यस पछाडि उसलाई कुनै पनि सेन्सरी इस्युले गाह्रो नबनाएको बच्चाहरू चाहिँ लेभल 1 मा पर्छ। अनि लेभल 1 को बच्चा चाहिँ मजाले स्कुलमा गएर एडजस्ट गर्न सक्छ र उसलाई होम इन्भाइरोमेन्टमै एकदमै राम्रो बनाइदियो भने उसलाई खासै थेरापीको पनि त्यति धेरै निड हुँदैन, तर घरमा चाहिँ बुझेर आफ्नो आमा बुवाले चाहिँ काम गर्नुपर्छ। अनि लेभल 2 को बच्चा, लेभल 2 मा चाहिँ हल्का उसलाई चाहिँ प्रम्प्टहरू चाहिने, फिजिकल प्रम्प्टहरू चाहिने होइन, सहायता चाहिने, भर्बल प्रम्प्ट प्लस फिजिकल प्रम्प्टहरू चाहिने, हल्का सेन्सरी इस्यु भए पनि उसले आफूलाई एडजस्ट गर्न सक्ने, थेरापी प्लस स्कुल गऱ्यो भने चाहिँ एडजस्ट गर्न सक्ने, यदि त्यस्तो बच्चा छ भने चाहिँ हामी त्यसलाई मोडरेट अथवा चाहिँ लेभल 2 भनेर भनिन्छ। अब लेभल 3 को बच्चा चाहिँ सिभियर केसहरू हुन्छन्, जस्तै हाई सेन्सरी इस्युहरू भएको बच्चाहरू होइन, जो चाहिँ एकदमै धेरै हाइपर एक्टिभहरू हुन्छ होइन, सेन्सरी इस्युहरू हुन्छ, अथवा चाहिँ एक ठाउँबाट अर्को ठाउँ सर्नमा गाह्रो भएको बच्चाहरू, अथवा नन भर्बल बच्चाहरू, एकदमै नन भर्बल बच्चाहरू चाहिँ हाम्रो लेभल 3 मा चाहिँ पर्नुहुन्छ। अब नन भर्बल भन्नाले सबै नन भर्बल लेभल 3 मा हुन्छ भन्न पनि सकिँदैन है त, त्यो चाहिँ बच्चा हेरेरै थाहा हुन्छ। सो अब बच्चामा यदि सेन्सरी इस्यु एकदमै धेरै छ, स्कुलमा एडजस्ट गर्न सकेको छैन होइन, एकदम सेल्फ हार्म बिहेभियर छ अथवा अरूलाई कसैलाई हार्म गर्ने बिहेभियर छ भने चाहिँ त्यो बच्चाहरू चाहिँ प्रायः जस्तो लेभल 3 मा चाहिँ क्याटेगोराइज गरिन्छ। सो अटिजम के होइन त भन्ने कुराहरू गरौँ। अटिजम भनेको चाहिँ ब्याड प्यारेन्टिङले गरेर भएको होइन, अघि मैले के भने त उसको जन्मजात समस्या हो है त। अनि त्यस पछाडि चाहिँ अटिजम भनेको चाहिँ एउटा रोग होइन, यो अवस्था हो है त। अनि यो चाहिँ एउटा मानसिक रोग भन्दा भिन्न छ, एकदम मानसिक रोग त हुँदै होइन, यो एकदमै भिन्न हो है त। अनि अटिजम सेरेब्रल पल्सी ADHD भन्दा एकदम बेग्लै पक्ष हो। त्यस पछाडि अब अलिकति हामी अहिलेको जल्दो बल्दो टपिक, अब यो ADHDहरूसँग जोडिएर पनि आउन सक्छ है त, यो मैले भन्न बिर्सेको थिएँ। अरू सेरेब्रल पल्सी, ADHD, डाउन सिन्ड्रोमसँग चाहिँ अटिजम जोडिएर पनि आउन सक्छ
आजको भर्चुअल अटिजमको बारेमा म जानकारी दिन गइरहेको छु। भर्चुअल अटिजम के हो त? भर्चुअल अटिजम भनेको अहिले त धेरै जल्दो बल्दो विषय छ नि त। प्यारेन्ट्सले स्वयं मेरो बच्चा चाहिँ भर्चुअल अटिजम हो भन्दै ल्याउनुहुन्छ। सो भर्चुअल अटिजमको बारेमा बुझ्न चाहिँ एकदमै जरुरी छ। भर्चुअल अटिजम भनेको चाहिँ भर्चुअल भनेपछि रियलिस्टिक होइन क्या, अटिजम होइन। भर्चुअल अटिजम होइन, नामै भर्चुअल भयो नि त। अटिजमको जस्तै लक्षण भएर चाहिँ भर्चुअल अटिजम भनेको अटिजम चाहिँ होइन, तर अटिजम जस्तै लक्षण छ है भन्नु खोजेको मात्रै हो। अब 12 घन्टामा 12 घन्टा मोबाइल देखायो भने त्यस्तो व्यक्ति कस्तो हुन्छ होला त? 24 घन्टामा 24 घन्टै मोबाइल देखाएको बच्चा चाहिँ कस्तो हुन्छ भन्दाखेरि मोबाइल एडिक्टेड भनिन्छ कि त्यसलाई चाहिँ अटिजम भनिँदैन, त्यसलाई मोबाइल एडिक्टेड। त्यस्तो बच्चाहरूको सेम अटिजममा भएको जस्तै लक्षणहरू हुन्छ, जस्तै सोसियलाइज नहुने, उसलाई एकदम मोबाइलको इन्भाइरोमेन्ट मनपर्ने र बाहिर रियलमा पनि उसलाई त्यही इन्भाइरोमेन्ट खोज्ने, त्यो नपाएपछि एकदमै झगडा गर्ने, एकदमै धेरै इरिटेट हुने होइन, एकदम हात खुट्टै काम्ने जस्तो पनि आउन सक्छ। अनि एकदमै रिसाउने, झगडा गर्ने, खाना नखाने त्यस्तो हुन्छ। अनि बोलेको कुरा नबुझ्ने, अब सोसियलाइज नभए पछाडि अटोमेटिकल्ली नहेर्ने, फर्केर इग्नोर गर्ने, इन्भाइरोमेन्टमा के भइरहेछ उसलाई वास्ता नगर्ने, खालि मोबाइल मात्रै हेर्न मन पराउने, त्यस्तो हुन्छ। अब अघि मैले अटिजमको कुरा गर्दा के गरेँ त? संवादमा कठिनाइ, अनि त्यस पछाडि सोसियलाइजेसनमा गाह्रो, सामाजिकरणमा गाह्रो भनेको थियो। अब उसको लागि मैले प्रेजेन्टेसन बनाउनु पर्ने भयो, पिक्चरबाट भए पनि उसलाई बुझाउनु पर्ने भयो कुराहरू। अटिजममा पिक्चर ओरिएन्टेड हुन्छ है, उनीहरूको दिमागले पिक्चर एकदम छिट्टो क्याच गर्छ। अनि त्यो भएर हामी चाहिँ पिक्चरबाट चाहिँ बच्चालाई कम्युनिकेट गराउन खोज्छौँ। पछि पिक्चर फेड गर्दै गर्दै हामी चाहिँ वर्डमा, सेन्टेन्समा जान्छौँ होइन। त्यो भएर अब सुरुमा चाहिँ हाम्रो बेस लेभल भनेको चाहिँ पिक्चरै हुन्छ, अथवा मोबाइलमा पनि हजुरलाई प्रेजेन्टेसन बनाएर उसलाई सोसियल स्टोरी बनाएर उसलाई चाहिँ बुझाउनु पर्ने हुन्छ। हामी यहाँ जाँदैछौँ, त्यहाँ जाँदैछौँ भनेर चाहिँ बुझाउनु पर्ने हुन्छ। हजुरहरूले यो भिडियो मन पराइदिनु भयो भने चाहिँ म फेरि अर्को भिडियोहरू पनि लिएर आउने नै छु, र अर्को हाम्रो अर्को भिडियोहरूमा चाहिँ म यो सोसियल स्टोरीको पनि राखिदिन्छु है त। सो हामीले चाहिँ त्यो सोसियल स्टोरी बनाएर तिमी यहाँ जाँदैछौ, यस्तो गर्दैछौ भने प्रेजेन्टेसन पुरै बनाएर चाहिँ बच्चालाई स्क्रिन पनि कहिलेकाहीँ देखाउनु पर्ने हुन्छ। तर भर्चुअल अटिजममा चाहिँ हामीले स्क्रिन नै अफ गरिदिनुपर्छ। अब नो स्क्रिन। उसलाई कुनै पनि ल्याङ्ग्वेजमा कठिनाइ भएको होइन क्या, उसको सुरुमा डेभलपमेन्ट त राम्रो भएको हो नि त, डिले डेभलपमेन्ट भएको होइन नि त। उसको ल्याङ्ग्वेजमा कठिनाइ होइन, अथवा स्पिचमा कठिनाइ भएको होइन नि त। त्यो भएर चाहिँ उसलाई चाहिँ अब के गर्ने पर्यो त भन्दाखेरि उसको पुरै स्क्रिन टाइम अफ गरेर उसलाई चाहिँ एकदम सोसियलाइज गर्ने होइन, एक्सपोजरहरू दिने, उसँग टाइम बिताउने होइन, उसलाई चाहिँ एकदमै बाहिर फेर लाने। त्यसरी चाहिँ उसको बिस्तारै बिस्तारै चाहिँ नेचुरल इन्भाइरोमेन्टमा एडजस्ट गर्दै गएर चाहिँ उस चाहिँ पुरै ठिक हुन चाहिँ सक्छ है त। सो यति नै थियो भर्चुअल अटिजमको। सो आजको लागि यति नै। तपाईँहरूलाई कस्तो लाग्यो कृपया भनिदिनु होला, अनि हाम्रो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको केही क्युरियोसिटी छ भने चाहिँ कमेन्टमा राख्नु होला। अनि मैले भनेको थिएँ म तपाईँहरूलाई टास्क दिन्छु भनेर, तपाईँले आफ्नो बच्चासँग चाहिँ कसरी खेल्नुहुन्छ भनेर एउटा बन्द कोठामा तपाईँ र तपाईँको बच्चा अनि तपाईँहरूले खेलेको चाहिँ भिडियो मलाई कम्तीमा 2 मिनट 3 मिनटको भिडियो पठाइदिनु भयो भने चाहिँ हजुरहरूलाई म चाहिँ फिडब्याक राखिदिन सक्छु है त। सो थ्याङ्क यू सो मच, बाई बाई।